यो चाहिँ मेरो लाइफकै फर्स्ट आइपिओ र मलाई चाहिँ यो बुङ्गोल हाइड्रो पावरको आइपिओ परेको थियो। अनि मलाई चाहिँ यस्तो लाग्दै थियो आज यसलाई 2-4 दिन नबेचौँ भनेर। तर अघि यसो हेर्दाखेरि यसको प्राइस निकै तल झरिसकेको थियो र हिजोको भन्दा निकै घटि पनि सकेको थियो। त्यही भएर अब आइपिओ भए तापनि अझै तल जान्छ कि भनेर डर लागेर अनि मैले यसलाई आज त्यही 10 कितालाई 520 को रेटले बेच्दिहालेको। र यो मेरो सेल्स पनि अहिले कम्प्लिट भइसकेको छ र 10 कितालाई 520 को रेटले बेच्दा फेरि त्यही टोटल 5200 भएको छ। र गाइस, तपाईहरुले चाहिँ कतिमा बेच्नुभयो कमेन्ट गर्नुहोस् होला।